सम्पूर्णलाई नमस्ते। यो भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला भन्ने म हार्दिक अनुरोध गर्न चाहन्छु। गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलन र त्यसपछि देशमा देखिएका राजनीति तथा सामाजिक घटनाहरू अहिलेको समयमा अत्यन्तै संवेदनशील र चिन्ताजनक विषय बनेका छन् र यी कुराहरूलाई यसो मैले विश्लेषण गर्दा जेनजी आन्दोलन सुरुमा युवाहरूको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र राज्यप्रतिको अविश्वास लगायत सामाजिक सञ्जाल को अभिव्यक्ति स्वतन्त्रता हननको विरुद्धमा आवाजहरू उठेको थियो। युवाहरूले सामाजिक सञ्जाल मार्फत आवाज उठाउँदै सुधार चाहियो भन्ने आवाजहरू, त्यस्तो खालका भावनाहरूबाट सुरुवात गरे र यो आन्दोलनमा बिस्तारै जब 24 गते 23 गते सरकारबाट 19 जनाको विद्यार्थीहरूको गोली हानेर हत्या भयो। त्यसपछि 24 गते पनि आन्दोलन त्यसकै जगमा टेकेर आन्दोलन भयो र त्यो आन्दोलनमा मुख्यतया अनुशासनको अभाव, सामाजिक जिम्मेवारीको कमी तथा राजनीतिक हस्तक्षेपको कारणले गर्दा यस्तो खालको घटनाहरू भएको जस्तो लाग्छ मलाई। विशेष त यसमा राज्य र सरकार दोषी देखिन्छ, युवाहरूलाई उस्काएको देखिन्छ त्यहाँ। त्यसपछि पछिल्ला घटनाहरूको स्वाभाविक रूपमा रिपोर्टर्स क्लबहरूमा दैनिक जसो म सक्कली जेनजी हो भन्दै पत्रकार सम्मेलन गर्नेहरूको भिडभाड देखिन्छ। मूलधारका मिडियाहरूले पत्याउनै नसक्ने समाचारहरू आइराखेका छन्। कारागारमा भागेका व्यक्तिहरू विभिन्न खालका आपराधिक घटनाहरूमा संलग्न भएको समाचार आइराखेको छ। त्यस्तै गरेर जेनजीका युवाहरूमाझ पनि आपसमा लडाइँ भएको, आपसमा कुरा नमिलेको कुरा सुनिन्छ। हिजो मात्रै पनि 4 जना जेनजीहरू को समूहबाट मन्त्री परिषदमा सहभागी हुने भनेर एकातिर समाचार आयो भने अर्कोपट्टि उहाँहरू सक्कली जेनजी नै होइन, हाम्रो आन्दोलनमा सहभागी हुनुहुन्थेन भनेर पनि जेनजीहरूकै तर्फबाट आइराखेको छ। र यसरी त्यो सँगै देशका विभिन्न भागहरूमा जेनजी उमेरका युवाहरू विभिन्न आपराधिक घटनाहरूमा आपसमा लड्ने र विभिन्न खालका व्यक्ति हत्या जस्ता कानुनी आपराधिक कार्यमा संलग्न भएको पाइन्छ, जसको ज्वलन्त उदाहरण अस्ति मात्रै कारागारबाट भागेका व्यक्तिहरूले ठमेलमा एकजना व्यक्ति हत्या गरेको र हिजो राति मात्रै घोडागुडी नगरपालिका वडा नम्बर 8 जरईमा भएको 18-19 वर्षका युवाहरूले एकजना चौकुने गाउँपालिकाबाट आएका युवालाई घाँटी रेतेर हत्या गरेर उक्त व्यक्तिको टाउको लगेर इलाका प्रहरी कार्यालयको शाखा रहेको वडा नम्बर 6 मा रहेको प्रहरी चौकीमा उनीहरूले बुझाएको देखिन्छ। र यसरी विभिन्न ठाउँहरूमा हेर्ने हो भने पनि प्रहरीहरूमाथि जसरी विभिन्न व्यक्तिहरूले विभिन्न समूहहरूले विभिन्न ठाउँहरूमा प्रहरीहरूको आदेश पालना नगर्ने, प्रहरीहरूलाई नै चुनौती दिने, प्रहरीहरूलाई पनि कुटपिट गर्ने, यस्ता खालका घटनाहरू दिन प्रतिदिन बढिराखेको छ। यसले गर्दा के लाग्छ भने अहिले पूर्व प्रधान न्यायाधीश श्रीमान सुशीला कार्कीज्यूको सरकार छ, सँगै गृहमन्त्री पनि कानुनी व्यक्ति नै हुनुहुन्छ, तर देशमा कानुनी संयन्त्र र सामाजिक अनुशासन दुवै कमजोर भएको जस्तो लाग्छ मलाई। त्यो सँगै नेपालमा देखिएका यस्ता अस्थिरताहरूको बाह्य प्रभावको पनि जे होस् चर्चा भइराखेको छ। युवाहरूमा असन्तोष एकदमै धेरै छ, जसको युवाहरूको असन्तोषलाई राजनैतिक वा वैदेशिक स्वार्थका लागि प्रयोग गरियो भने देशको सार्वभौमिकता र स्थायित्वमा गम्भीर असर पर्न सक्छ। यो कुरामा सबै मान्छे, सबै व्यक्तिहरू एउटा सचेत नागरिकको रूपमा हामी आफ्नो ठाउँबाट सचेत हुन जरुरी छ। यसले
यस्ता आन्दोलनलाई देशभक्तिपूर्ण शान्तिपूर्ण बाटोमा फर्काउन आवश्यक छ। अझै पनि विभिन्न खालका आन्दोलनहरूको आह्वान भइराखेको छ। यो म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। मिडिया र सूचना, मूलधारका मिडियाहरू र सूचनाहरू जो आइराखेका छन्, यो एकदमै अपुष्ट र उत्तेजक समाचारहरू प्रसारण भइराखेका छन्, जसले समाजमा एकता र शान्तिको सट्टा झनै विभाजन र अविश्वास फैल्याउनेछ। कसको समाचारलाई विश्वास गर्ने भन्ने कुरा छ। त्यसैले पत्रकारिता क्षेत्रको सत्य तथ्य प्रमाणमा आधारित सूचना मात्र सम्प्रेषण गरिदिन हुनको लागि र सोसियल मिडिया प्रयोगकर्ता लगायत सम्पूर्ण नागरिकहरूले पनि विश्वसनीय समाचारहरूलाई मात्रै समाचार सम्प्रेषण गरिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु। र सबैको तर्फबाट यसरी नै लाग्यो भने पक्कै पनि देश हामीले सोचेको ठाउँमा पुग्नेछ। र यो देशको मुख्य मेरुदण्ड भनेकै युवा हो। देशको मेरुदण्ड युवा शक्ति हो। जबसम्म युवा दिशाविहीन, असंयमी, हिंसात्मक क्रियाकलापमा लागिराख्छन्, देशको विभिन्न अन्धकारतिर देशको मेरुदण्ड भनेकै युवा शक्ति हो। जब युवा दिशाविहीन, असंयमी र हिंसात्मक क्रियाकलापमा लाग्छन्, देशको भविष्य अन्धकारतिर धकेलिन्छ। त्यसैले युवाहरूले सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा शान्तिपूर्ण आन्दोलनका माध्यमबाट सुधार गर्ने र सुधार माग्ने संस्कारहरू अपनाउनुपर्छ। युवाहरू संयमित हुनुपर्छ। हो, आन्दोलन आवश्यकता थियो, आन्दोलनले केही परिवर्तन ल्यायो, त्यो परिवर्तनलाई संस्थागत गरेर समग्र देशमा शान्ति, स्थिरता र आर्थिक तथा भौतिक तरिकाले विकासको बाटोमा देशलाई अगाडि बढाउन सम्पूर्ण युवाहरू आफ्नो ठाउँबाट संयमित हुन र संयमित भएर लाग्न जरुरी छ। विभिन्न ठाउँहरूमा जेनजी उमेरका युवाहरू विभिन्न आपराधिक घटनाहरूमा संलग्न भएका सूचना तथा समाचारहरू सुन्न पाइन्छ। हिजो मात्रै पनि घोडाघोडी नगरपालिका वडा नम्बर 8मा 2 जना 18-19 वर्षका युवाहरूले एकजना पाहुनाको रूपमा आएको व्यक्तिलाई केही कुरामा असमझदारी हुँदा घाँटी रेटेर हत्या गरेर टाउको सहित प्रहरी चौकीमा बुझाएको समाचार आइराखेको छ। पक्कै पनि यो देशको लागि र युवाहरूको लागि यो राम्रो विषय होइन। त्यसैले अब यस्ता विषयहरूलाई समाजमा र सामाजिक रूपमा सम्पूर्ण आम नेपालीहरूले, विशेष गरेर युवाहरूले एकदमै संयम रूपमा लिन जरुरी छ र गम्भीर रूपमा लिनुपर्छ। र यस्ता अब राज्यले गर्नुपर्ने के छ भने युवाहरूलाई सुन्ने संयन्त्र अथवा राज्य संवाद नीति अपनाउनुपर्छ। युवाहरूका आवेगहरू, आक्रोशहरू धेरै छन्। यसलाई संवादको नीति अपनाउन जरुरी छ। शिक्षा र रोजगारको अवसरहरू सिर्जना गरेर असन्तुष्ट ऊर्जा उत्पादन दिशामा लैजानुपर्छ। कानुनको निष्पक्ष कार्यान्वयन हुन जरुरी छ। अपराधिक जोसुकै होस्, कारबाही चाहिँ हुनैपर्छ। मिडियाको स्वनियन्त्रण तथा तथ्य जाँच प्रणाली बलियो बनाइनु जरुरी छ। सामाजिक सचेतना अभिवृद्धि कार्यक्रमहरू मार्फत युवा नागरिकहरूलाई जिम्मेवार बनाउने अभियान चलाइनुपर्छ। राजनैतिक अस्थिरता, जो राजनैतिक स्थायित्व र पारदर्शिता सबैभन्दा मुख्य धार मान्नुपर्छ। त्यसैले अहिले नेपाल एउटा मोडमा छ जहाँ युवा ऊर्जा देश विकासको इन्धन बन्न सक्छ वा गलत दिशामा गएर ध्वंसको कारण पनि बन्न सक्छ। त्यसैले सचेत नागरिकहरू, राज्य, मिडिया, अभिभावक, नागरिक, शिक्षक सबै संयन्त्र मिलेर जिम्मेवारी भूमिका निर्वाह गरी देशलाई शान्ति, एकता र विकासको बाटोमा फर्काउन आवश्यक छ। हस्त, धन्यवाद।